वेलकम ब्याक टु माई युट्युब च्यानल टेक्नोकाजी 4K र आजको भिडियोको टपिक छ हाउ टु अर्न मनी फ्रम पोपो लाइफ। ओके साथीहरु, सबैभन्दा पहिला चाहिँ मैले यो पोपो लाइफबाट चाहिँ कति पैसा विथड्र गरेको छु तपाईहरुले यहाँ स्क्रिनमा देख्न सक्नुहुन्छ। यहाँ जस्तो $10, $10, $17 यसरी फेरि $17, $19, $10 यसरी चाहिँ मैले 2 लाख भन्दा बढी पैसा चाहिँ विथड्र गरिसकेको छु। यहाँ देख्न सक्नुहुन्छ धेरै तलसम्म छ स्टेटमेन्टहरु चाहिँ तपाईले भिडियोलाई पज गरेर हेर्न पनि सक्नुहुन्छ। एकदम तलसम्म छ यहाँ देख्न सक्नुहुन्छ। अब चाहिँ मेरो आइडीमा लगेर तपाईहरुलाई देखाउँछु। मैले यहाँ देख्न सक्नुहुन्छ 9,20,000 भन्दा बढी कोइन्सहरु चाहिँ कमाइसकेको छु। यो पैसा मैले विथड्र प्रुफ सहितै तपाईहरुलाई चाहिँ भिडियोको अन्तिममा बताउने छु। मैले कति पैसा कमाउँछु तपाईहरुले चाहिँ आज मैले कति पैसा विथड्र गर्दै छु त्यो पनि तपाईहरुले लाइभ प्रुफका साथ देख्न सक्नुहुन्छ। त्यसैले भिडियोलाई एकदम ध्यान दिएर हेर्नु होला र तपाईहरुले पनि मैले जस्तै जिरो लेभलदेखि तपाईहरुले पोपो एप्स चलाएर पैसा कमाउन चाहनुहुन्छ र मैले यत्रो धेरै पैसा कसरी कमाए त्यो कुरा बुझ्न चाहनुहुन्छ भने चाहिँ सर्वप्रथम यसै भिडियोको डिस्क्रिप्सनमा चाहिँ मैले एप्सको लिंक दिएको छु। त्यहाँबाट सर्वप्रथम तपाईहरुले चाहिँ एप्स डाउनलोड गर्नु होला। त्यसपछि आईडी बनाउनु पर्ने हुन्छ। तपाईहरुले आईडी बनाउनु होला र यदि तपाईहरुलाई आईडी बनाउन पनि आउँदैन भने चाहिँ यही भिडियोको डिस्क्रिप्सनमा भिडियोको लिंक पनि छ। आईडी कसरी बनाउने कुरा सबै त्यहाँ सिकाएको छु। भिडियोको डिस्क्रिप्सनमा चेक गरेर चाहिँ तपाईहरुले त्यो भिडियो हेर्न सक्नुहुन्छ। अब आईडी बनाइसकेपछि चाहिँ तपाईहरु यो ठाउँमा आइपुग्नुहुन्छ। अब यो ठाउँमा आइसकेपछि तपाईहरुले मुख्य दुईटा काम गरेर चाहिँ हामीले पोपो लाइफबाट चाहिँ पैसा कमाउन सकिन्छ। एउटा रहेको छ तपाईहरुले चाहिँ लाइभ बस्नु पर्ने हुन्छ र अर्को चाहिँ तपाईहरुले चाहिँ आफ्नो फ्रेन्ड सर्कलहरुमा चाहिँ तपाईहरुले चाहिँ कुनै सोशल मिडियाहरुमा गएर चाहिँ तपाईहरुले चाहिँ इन्भाइट गरेर पनि तपाईहरुले पैसा कमाउन सक्नुहुन्छ। पहिला चाहिँ म लाइभ बसेर कसरी पैसा कमाउन सकिन्छ त्यो कुरा बताउँछु र त्यसपछि चाहिँ मैले इन्भाइट गरेर कति पैसा कमाउन सकिन्छ, कसरी पैसा कमाउन सकिन्छ, कति पैसा आउँछ डिटेल्समा भन्न चाहन्छु। अब लाइभ बसेर पैसा कमाउनको लागि चाहिँ सर्वप्रथम तपाईहरु फर्स्ट टाइम पोपो एप्स चलाउँदै हुनुहुन्छ, फर्स्ट टाइम पोपोमा लाइभ बस्दै हुनुहुन्छ भने चाहिँ 3 दिनको टास्क कम्प्लिट गर्नुपर्ने हुन्छ। 3 दिनको टास्क कम्प्लिट गर्नुभयो भने चाहिँ तपाईहरु जो कहिले पनि 64,800 पोइन्ट्सहरु चाहिँ प्राप्त गर्न सक्नुहुन्छ। जसमा चाहिँ यो डेली लाइफबाट चाहिँ तपाईहरुले 2 घण्टाको 20,000 आउँछ। 20,000 पोइन्ट्स कमाउन सक्नुहुन्छ भने चाहिँ यसमा पनि तपाईहरुले चाहिँ 2 घण्टा दिनको 2 घण्टा काम गर्नुभयो, लाइभ बस्नुभयो भने चाहिँ तपाईहरुले चाहिँ 1600 पोइन्ट्सहरु चाहिँ प्राप्त गर्न सक्नुहुन्छ। र यो डेली लाइफको 20,000 र तपाईहरुले चाहिँ यो पार्टी लाइफको 1600 चाहिँ गरेर तपाईहरुलाई चाहिँ यो 21,600 चाहिँ तपाईहरुले पोपो लाइफले दिन्छ। र कोही गिफ्टरहरु भयो भने चाहिँ तपाईहरुले चाहिँ अनलिमिटेड कोइन्सहरु पनि प्राप्त गर्न सक्नुहुन्छ। र अहिलेको अपडेटमा चाहिँ के छ भने यदि तपाईहरुले चाहिँ त्यो पार्टी लाइफको 1600 प्राप्त गर्नको लागि चाहिँ यदि तपाईहरुको लाइभ बसेको टाइममा 24 घण्टाको टाइम भित्रमा कसैले 200 पोइन्ट्स गिफ्ट गर्यो भने मात्रै त्यो चाहिँ तपाईहरुले रिसिभ गर्न पाउनुहुन्छ भनेको छ। त्यो लागू भएको छ। पहिला चाहिँ यो थिएन, सबै तपाईको डाइरेक्ट आउँथ्यो। र अब तपाईहरुले चाहिँ यो 3 दिन कम्प्लिट गरिसकेपछि चाहिँ जुन कमाउन सक्नुहुन्छ 64,800 पोइन्ट्स, त्यसपछि चाहिँ तपाईहरुले दिनको 1 घण्टा लाइभ बस्दा मात्रै हुन्छ। 1 घण्टा पार्टी लाइभमा र तपाईहरुले चाहिँ 1 घण्टा डेली लाइफ बस्दा हुन्छ। अब यसमा चाहिँ तपाईहरुले डेली लाइफमा 1000 पोइन्ट्स पाउनुहुन्छ। यसमा चाहिँ 1000 पोइन्ट पाउनुहुन्छ भने चाहिँ तपाईहरुले पार्टी लाइभ बस्नुभयो भने चाहिँ 800 पोइन्ट्स पाउनुहुन्छ। यसैगरी तपाईहरुले यदि गिफ्टरहरु खोजेर एजेन्सीहरु जोइन गरेर पनि दिनमा लाखौं लाख पैसाहरु चाहिँ कमाउन सक्नुहुन्छ। यदि तपाईहरुले घरमा काम गर्दा गर्दै तपाईले तरकारी बनाउँदा बनाउँदै पनि यो पोपो लाइफबाट चाहिँ महिला दिदीबहिनीहरुले चाहिँ धेरै पैसा कमाइरहनु भएको छ। अहिले नेपालमा चाहिँ यो एकदम सर्वव्यापक भएको छ। यो पोपो एप्स जेन्युन एप्स हो यो। अब अर्को तरिका बताउन चाहन्छु तपाईहरुलाई। अर्को तरिका चाहिँ तपाईहरुले डाइरेक्ट इन्भाइट गरेर कसैलाई इन्भाइट गरेर कमाउन सक्नुहुन्छ। मैले पनि यही इन्भाइटबाट चाहिँ अहिलेसम्म चाहिँ धेरै पैसा कमाइसकेको छु। लगभग 2 लाख जति पैसा कमाइसकेको छु। फर्स्टमै मैले प्रुफ पनि देखाइसकेको छु। यहाँ पनि देख्न सक्नुहुन्छ 9,20,000 जस्तो यहाँ चाहिँ पैसा कमाइसकेको छ। यो चाहिँ स्पेशल लाइभ बस्न नचाहनेहरुको लागि र यदि बोइजहरु हुनुहुन्छ भने चाहिँ उहाँहरुको लागि गजबको तरिका रहेको छ। यहाँ देख्न सक्नुहुन्छ मैले पनि कमाइरहेको छु। जस्तो तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ एक जनालाई यहाँ इन्भाइट लेखेको छ। तपाईहरुले एक जनालाई इन्भाइट गर्नुभयो, एक जनाले चाहिँ तपाईको लिंकबाट एप्स डाउनलोड गर्यो भने चाहिँ लगभग तपाईले यहाँ यसैले भनेको छ $14 प्राप्त गर्न सक्नुहुन्छ। अहिलेसम्म चाहिँ मैले यहाँ देख्न सक्नुहुन्छ नम्बर अफ इन्भाइट
इन्भाइटर्स भनेको छ 221 जनालाई चाहिँ इन्भाइट गरिसके। लगभग यसको आधारमा चाहिँ मलाई 3 लाख 3.5 लाख पैसा आउनु पर्ने हो र पनि इन्भाइट गरेको सबै मान्छेले टास्क पुरा गरेन भने चाहिँ हामीलाई यो $14 भन्दा अलिकता कम आउँछ। त्यही भएर मैले चाहिँ लगभग 2 लाख प्लस नै कमाएको छु, 3 लाख चाहिँ कमाएको छैन। यहाँ देख्न सक्नुहुन्छ मेरो लास्ट 7 डेको इन्भाइट यहाँ कोले एप्स डाउनलोड गर्नुभएको छ त्यो पनि देखाएको छ। यसरी चाहिँ हामीले पोपो लाइभबाट पैसा कमाउन सकिन्छ। अर्को यो रिवार्डको अप्सन छ, रिवार्डमा जानुभयो भने चाहिँ तपाईहरुले यहाँ कहिलेकाहीँ ट्रेन्डिङ टपिक्सहरू दिइरहेको हुन्छ, जस्तो अहिले होलीको चलिरहेको छ। यस्तो टपिक्सहरूमा पनि तपाईहरुले भिडियो बनाउनु भयो भने चाहिँ तपाईको त्यसबाट चाहिँ केही पोइन्ट्सहरू प्राप्त गर्न सक्नुहुन्छ। 10-15 सेकेन्डको भिडियो बनाएर चाहिँ त्यसमा भोट गराउनु भयो भने पनि तपाईहरुले पैसा कमाउन सक्नुहुन्छ। आई होप तपाईहरुले पोपो लाइभबाट पैसा कमाउन कसरी सकिन्छ भन्ने कुरा चाहिँ बुझिसक्नुभयो होला। यदि तपाईहरुलाई कुनै पनि कन्फ्युजन छ भने चाहिँ कमेन्ट बक्समा कमेन्ट गर्नु होला, भिडियोको कमेन्ट बक्समा। म अवश्य कमेन्टको रिप्लाई दिनेछु। भिडियो लामो भएको कारणले मैले विथड्र प्रुफ चाहिँ देखाउन सकिनँ, यसको लागि क्षमा चाहन्छु। तपाईहरु यदि पोपो लाइभमा कमाएको पैसा कसरी विथड्र गर्न सकिन्छ, के मेथडहरु रहेको छ नेपालमा, तपाईहरुले सजिलैसँग आफ्नो बैंकमा इस्युमा पोपोको पैसालाई चाहिँ तपाईले विथड्र गर्ने प्रोसेस जानकारी जान्न चाहनुहुन्छ भने चाहिँ यो भिडियो हेर्नु होला भन्दै आजलाई आज्ञा चाहन्छु। नेक्स्ट भिडियोमा भेटौँला। थ्यांक्स फर वाचिङ, लभ यु गाइज।